यो चाहिँ हामीले हाम्रो बगानमा उत्पादन गरेको चिया हो। यो चाहिँ हामीले कमर्सियल रूपमा नभइकन सेल्फ कन्जम्सनको लागि जे जति आउँछ हामीले आफै यसलाई सुकाएर खान्छौँ। सो अहिले चाहिँ हामी टिप्दैछौँ। अब यसलाई हामी सुकाउने गर्ने काम गरिसकेपछि फेरि यस हामीले चाहिँ टिपेर ल्याएको चियाको पातलाई चाहिँ यसरी हामीले स्याडोमा सुकाछौँ। यो चाहिँ जहिले पनि शीतलमा सुकाउनु पर्ने रहेछ है, छायामा।